नमस्कार प्रिय दर्शकवृन्द, स्वागत छ हाम्रो युट्युब च्यानलमा। आजको भिडियोमा हामी तपाईलाई नेपालको चर्चित हाइड्रो पावर कम्पनी विकास हाइड्रो पावर कम्पनी लिमिटेडको आगामी आइपिओ बारे सम्पूर्ण जानकारी दिनेछौँ। ल अब लागु विषयवस्तुतिर। विकास हाइड्रो पावर कम्पनी लिमिटेड माघ 26 गते 2073 मा निजी कम्पनीको रूपमा स्थापना भएको थियो र माघ 14 गते 2078 मा सार्वजनिक कम्पनीमा रूपान्तरण भएको हो। यो कम्पनी हाल गोर्खा जिल्लाको धर्चेन नगरपालिका स्थित 4.55 मेगावाट क्षमताको अप्पर माछाखोला जलविद्युत आयोजनामा व्यावसायिक उत्पादन गर्दैछ। अब कम्पनीले 44,75,593 किता सेयर सार्वजनिक गर्ने तयारी गरेको छ। प्रति सेयरको मूल्य 100 रुपैयाँ रहनेछ भने यस आइपिओको कुल मूल्य 44.54 करोड हुनेछ। यस आइपिओको इस्यु र बिक्री व्यवस्थापनको रूपमा प्रभु क्यापिटल लिमिटेड नियुक्त गरिएको छ भने यसको नेटवर्थको कुरा गर्ने हो भने नेटवर्थ 102 रुपैयाँ 76 पैसा रहेछ भने इपिएसको कुरा गर्ने हो भने 5 रुपैयाँ 37 पैसा रहेको छ। आइपिओ 2 चरणमा जारी हुनेछ। पहिलो चरणमा परियोजना प्रभावित क्षेत्र स्थानीयको लागि 9,09,101 किता निकालिनेछ भने वैदेशिक रोजगारमा रहेका नेपालीको लागि 3,54,550 किता सेयर बिक्री गरिनेछ। दोस्रो चरणमा सामान्य लगानीकर्ताहरूसँग सेयर बिक्री गरिनेछ भने सेयरको मितिको कुरा गर्ने हो भने असाढको पहिलो हप्तामा यो कम्पनीको आइपिओ आउनेछ। यसको प्राइसको कुरा गर्ने हो भने यसको प्राइस 5,000 देखि 7,000 सम्म सजिलै जान सक्ने सम्भावना देखिन्छ। तर आगामी मार्केटले डिपेन्ड गर्नेछ यसको अगाडिको प्राइस। तर 5 देखि 7,000 सम्म सजिलै पुग्न सक्ने सम्भावना छ। सो यदि तपाईहरु आइपिओ भर्न चाहनुहुन्छ भने यो एकदम राम्रो अवसर छ तपाईहरुको लागि 5 देखि 7,000 सम्म कमाउनलाई। भिडियो मन परेमा लाइक गर्नु होला। आगामी यस्तै अपडेटको लागि जान्ने बारे हामी च्यानललाई सब्स्क्राइब गर्नु होला। धन्यवाद।